नमस्कार साथीहरु, तपाईहरु सबैलाई स्वागत छ आजको भिडियोमा हामी कुन मुद्राको प्रचलन कसले गरे भनेर याद गर्न जाँदैछौँ। सुनको मुद्रा सदाशिव मल्ल। सुन सदाशिवलाई नै चढाउनु पर्छ। सुन जस्तो पवित्र कुरा अरूलाई हैन, शिवलाई नै चढाउनु पर्छ। छालाको मुद्रा सिद्धि नरसिंह मल्ल। सिद्धि प्राप्त गरेको नर भएको, नारी हैन नर भएको सिंहको छाला काडी मुद्रा बनाउने, सिंहको छाला काडी मुद्रा बनाउनु पर्छ है त साथीहरु। सिद्धि प्राप्त गरेको नर भएको सिंहको छाला काडी मुद्रा बनाउने। छाला कसको काड्ने? सिंहको। तामाको मुद्रा रत्न मल्ल। सबैभन्दा ठूलो रत्न माता हो, माता तामा हो हैन। सबैभन्दा ठूलो रत्न हाम्रो लागि रत्न भनेको त माता है छ भनेर याद गरौँ। कागजी नोट त्रिभुवन वीरविक्रम शाह जुद्ध शमशेर। कागजी नोटका लागि ठूला ठूला भवनहरुमा मान्छेहरु जुध्ने गर्छन्। ठूला ठूला भवन त्रिभुवन, मान्छेहरु जुध्ने, जुद्ध शमशेर भनेर याद गरौँ साथीहरु। कागजी नोटका लागि यस्तो पो हुँदो रहेछ। चारकुने मुद्रा प्रताप मल्ल। पैसा भएपछि चारै कुनामा प्रताप पुग्छ है। अँध्यारोमा बस्ने त को जो गरिब छ है। मुद्रा छ, पैसा छ भने चाहिँ चारै कुनामा के पुग्छ? प्रताप, उज्यालै उज्यालो पुग्छ, प्रतापै प्रताप पुग्छ। बीचमा प्वाल परेको मुद्रा पृथ्वी वीरविक्रम शाह। पृथ्वीको बीचमा प्वाल परेको छ साथीहरु। के अरे? पृथ्वीको बीचमा प्वाल परेको छ भनेर याद गरौँ। मानाङ्क मानदेव, मान मानाङ्क मानदेव एकदमै सजिलो। गुणाङ्क गुणकामदेव, गुणाङ्क गुणकामदेव एकदमै सजिलो। पढ पुराण नरेन्द्रदेव। ए नरे पढ त पुराण भनेर चाहिँ भन्नु भएको छ। ए नरे पढ त पुराण भनेर चाहिँ भनेको याद गर्नुस् नरेलाई। भनेपछि पुराण पढ्नको लागि कसलाई लगाइयो? नरेलाई लगाइयो। जावा जयप्रकाश मल्ल। बिजुली आएपछि जावा प्रकाशको महत्व हट्यो। जावा प्रकाशलाई जयप्रकाश भन्न छोडे है। पहिला बिजुली थिएन, प्रकाश उज्यालो हुने बित्तिकै जयप्रकाश वाओ भन्थे। त्यसपछि के भयो भन्दाखेरि बिजुली आयो। बिजुली आएपछि के भयो? जावा प्रकाशलाई नि के जयप्रकाश भन्ने है। जावा प्रकाश जयप्रकाश। सुनको असर्फी रणबहादुर शाह। सुनको असर्फी रणभूमिमा बहादुरी देखाउनेलाई मात्र दिइन्छ साथीहरु है। जसले रणभूमिमा बहादुरी देखाउँछ त्यसलाई सुनको असर्फी फ्याट्ट दिइहाल्ने, अरु हैन है साथीहरु। सुनको मुद्रा हैन, सुनको असर्फी नै दिइन्छ। पोलिमर नोट ज्ञानेन्द्र। पोलेर पनि नमर्ने भन्ने चीज के हो त साथीहरु? त्यस्तो पोलेरै नमर्ने भनेको चीज चाहिँ ज्ञान रहेछ भनेर याद गरौँ। सुकी गौसुकी शिवदेव तृतीय। सुकी गौसुकी शिवदेव तृतीय। गहुँ सुकिसकेपछि गहुँको रोटी पोलेर शिवदेवलाई दिने। हेर्नु त, गहुँलाई मजाले सुकाउने, गहुँ सुकिसकेपछि गहुँको रोटी पोलेर शिवदेवलाई दिने भनेर याद गर्न सकिन्छ साथीहरु। चाँदीको मुद्रा महेन्द्र मल्ल। महेन्द्रले चाँदनीलाई चाँदीको औँठी दियो। महेन्द्रले कोलाई दिएछ? चाँदनीलाई दिएछ। चाँदी महेन्द्र। चाँदी भन्ने बित्तिकै ओहो चाँदीको औँठी त महेन्द्रले चाँदनीलाई दिएको भनेर याद गरौँ साथीहरु। यसरी चाहिँ हामीले कुन मुद्राको प्रचलन कसले गरे भनेर याद गर्न सकिन्छ। यति भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्त धन्यवाद साथीहरु।